नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलगी भएको छ। जिल्लाको महादेव गाउँपालिका वार्ड नम्बर 1 चिम्टीमा मंगलबार दिउँसो 2 बजेदेखि सुरु भएको आगलगी नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ। आगलगीमा परि 200 भन्दा बढी घर जलेर नष्ट हुँदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। तीव्र गतिमा आएको हुरी पश्चात स्थानीय शत्रुधन यादवको घरबाट आगलगी सुरु भएको बताइएको छ। आगलगीले गाउँ नै स्वाहा भएको हो। दलित र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा 81 आगलगी हुँदा 200 जति घर जलेर नष्ट भएको स्थानीयले जनाएका छन्। हनुमाननगर कंकालिनी राजविराज शम्भुनाथ नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। साँझ 7 बजेसम्म पनि आगो पुनः नियन्त्रणमा नआएको बताइएको छ। आगलगीमा 1 करोड भन्दा बढीको क्षति भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। इलाम क्षेत्र नम्बर 2 का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेमाङले आफूले इमानदार र निष्ठापूर्वक काम गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उहाँले इलामेली जनताको शिर झुक्न नदिने गरी इमानदार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताउनु भएको हो। नवनिर्वाचित सांसद नेमाङले आफ्नो दुवाले देखाउनु भएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक मतको मूल्याङ्कन हुने गरी काम गर्ने बताउनु भएको छ। त्यस अवसरमा उहाँले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गर्नु भएको थियो। अबको एउटा जुन अहिलेको समय छ यसमा म तपाईहरु समक्ष उभिँदाखेरि म के बाचा गर्न चाहन्छु र म धेरै बोल्न चाहन्न। म के बाचा गर्न चाहन्छु भने तपाईहरुले संघर्ष गरेर सुरक्षित राखेर ल्याउनु भएको एक मत, सुरक्षित राख्नु भएको एक मतको मूल्याङ्कन हुने गरेर तपाईहरुलाई कुनै पनि संकोच हुन नदिने गरेर म काम गर्नेछु। मैले बुवाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर। नेमाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कालाई 5830 मतको फराकिलो अन्तरले पराजित गर्नुभएको थियो। संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेमाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमाले उहाँका कनिष्ठ सुपुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताउनु भएको छ। इलाम क्षेत्र नम्बर 2 को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै उहाँले सो आडान राख्नु भएको हो। अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण गर्दा केही पनि नबिग्रिएको बताउनु भएको छ। साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्रिने ओलीको तर्क थियो। उहाँले कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेदनशील बन्नुपर्ने आवश्यकता नभएको बताउनु भयो। विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर समेत गर्नुभयो। उहाँले समृद्धि नेपाल, सुखी नेपाली, आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको समेत बताउनु भयो। कोही एमाले छोडेर गएका मान्छेहरू एकै जिल्लातिरका नेताहरू एमाले हराउन बेसरी लागेका थिए। के हो केही अध्यक्ष ओलीले अनेकौं भ्रमणपूर्ण कुराहरूलाई चिर्दै एमालेलाई विजयी गराएको भन्दै पार्टीका नेता कार्यकर्तालाई समेत धन्यवाद व्यक्त गर्नुभएको थियो। नेपाली कांग्रेसका सांसद रामहरि खतिवड़ाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मूलधारका पार्टीहरू हुन् भनी प्रमाणित गरेको बताउनु भएको छ। मंगलबार सञ्चारकर्मीहरू माझमा कुराकानी गर्दै सांसद खतिवड़ाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा कांग्रेस र एमाले नै मूलधारका पार्टी हुन् भने प्रमाणित गरेको बताउनु भएको हो। उहाँले निर्वाचनले धेरै क्रान्तिकारीहरूलाई पनि ठेगानामा ल्याइदिएको टिप्पणी गर्नुभयो। उहाँले इलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जितेको बताउनु भयो। उहाँले उपनिर्वाचनबाट कांग्रेस एमाले स्थापित भएका र चटकेहरू साइडमा आएका बताउनु भयो।
सांसद खतिवाडाले 2084 सालसम्म चटकेहरू ठिक हुने टिप्पणी गर्नुभयो। ठेगानमा ल्याइदिएको छ। नेपालमा राजनीति गरेका दुईटा पार्टीहरू नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी एमाले नै मेन स्ट्रिमका पार्टी हुन् भन्ने अहिले प्रमाणित गरेको छ। गठबन्धन हिजो हामी थियो थोरै मतले पराजित भएको थियौँ, अहिले गठबन्धनले जितेको छ। इलामको चुनावमा हामी कमजोर भएको छौँ। कांग्रेस त्यहाँ कमजोर छैन। हामी किनभने 4-5 हजार भोट एमाले माओवादीका र अरू। उहाँले हार बेहोरे पनि नेपाली कांग्रेसको मत कमजोर नभएको बताउनुभयो। सम्मानजनक मत आएको उहाँको भनाइ छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले इलाम क्षेत्र नम्बर 2 को उपनिर्वाचनले मत परिणामले राजनीतिक दलहरू बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताउनु भएको छ। मंगलबार सञ्चारकर्मीहरू माझमा कुराकानी गर्दै मन्त्री गिरीले इलाम र बाझाङमा भएको उपनिर्वाचनको मत परिणामले दलहरू बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताउनुभयो। उहाँले राजनीतिक स्थायित्व नहुँदा विकास सुशासन र समृद्धिका एजेन्डाहरू ओल्झेलमा परेको भन्दै यसको समाधान र राजनीतिक स्थायित्वबाट मात्र हुने बताउनु भएको छ। उहाँले उपनिर्वाचनले राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरू बलियो बन्नुपर्छ भन्ने कुरा संकेत गरेको बताउनुभयो। उहाँले माओवादी केन्द्रसँगको गठबन्धनका कारण पनि इलाममा भारी मतान्तरले जित्न सकिएको बताउनुभयो। त्यो पूरा गर्नका लागि नेकपा एमाले नै एउटा चाहिँ भरपर्दो र बलियो शक्ति हो भन्ने कुरा यसले फेरि पनि पुष्टि गरेको छ। त्यसकारणले गर्दा यसले त स्वाभाविकले खुसी बनाएको छ। निश्चित रूपमा निर्वाचनमा जाँदै रहँदाखेरि माओवादीको पनि मत हामीले प्राप्त गर्यौँ, सहयोग प्राप्त गर्यौँ। त्यसले गर्दाखेरि पनि अझै यो भारी मतान्तरले जित्नका निम्ति योगदान पुगेको छ। त्यसकारणले गर्दाखेरि त्यसका निम्ति साथीहरूलाई धन्यवाद दिनैपर्छ। मन्त्री गिरीले अहिलेको निर्वाचनमा प्राप्त मतहरू थिगिर्दै गएर भविष्यमा 2-3 वटा धारहरू मात्र मूल प्रभावमा रहने बताउनुभयो। एकीकृत समाजवादीका सचिव जीवन राम श्रेष्ठले स्थानीय तहसम्म पार्टीको संगठन नहुनाले उपनिर्वाचनमा हार बेहोर्नु परेको बताउनु भएको छ। मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव श्रेष्ठले पार्टीको स्थानीय तहको सबै ठाउँमा संगठन नहुनाले बझाङ र इलाममा भएको उपनिर्वाचनमा हार बेहोर्नु परेको बताउनु भएको हो। उहाँले पार्टीको अवस्था अनुसार निर्वाचन मत परिणाम धेरै फरक भएको रूपमा आफूहरूले नलिएको बताउनुभयो। उहाँले पार्टीको हार हुनुमा संगठन सँगै राष्ट्रिय राजनीतिक परिस्थिति तथा सत्ता समीकरण पनि जिम्मेवार रहेको बताउनुभयो। छन् र यो जुन अपेक्षाकृत हो त्यो अनुसार नभए पनि हाम्रो जुन खालको अहिले अवस्थाहरू छ त्यसमा हामीले त्यति धेरै चाहिँ नि एकदमै यो आशातीत भन्दा एकदमै फरक भयो भन्ने ढङ्गबाट चाहिँ नि लिएका छैनौँ। त्यस्तो होइन, किनभने हामीले निरन्तर रूपमा सुरुदेखि चाहिँ नि स्थानीय तहदेखि पार्टी निर्माण गर्ने कुराहरूमा केन्द्रित गरेर जान सकेको भए त्यो अवस्था हुँदैन थियो। उहाँले स्थानीय तहमा पार्टी निर्माण गर्न कुरामा केन्द्रित भएको भए अहिलेको जस्तो अवस्था नहुने समेत बताउनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। अंकल शॉपिंग लिस्ट रिजल्ट्स आयो रे, अब के पढ्छौ? डाक्टर भन्छु। बेस्ट कलेजेसमा एप्लाई गरेकी छु। सबै कलेज उस्तै होइनन् र? हेरोल पनि त सबै उस्तै देखिन्छन् नि। त्यही पनि तपाईले मलाई बेस्ट नै दिनुभयो नि। म पनि आफ्नो लागि बेस्ट नै रोज्न चाहन्छु। प्याराशुट एडभान्स्ड बेस्ट रोज्नेहरूका लागि यो 3 तहसम्म गई कपाललाई बनाउँछ भित्रैबाट बलियो, चम्किलो र सुन्दर। Parachute Advanced मेरो लागि बेस्ट। Anti-4G कस्तो छ? I've been using Anti-4G since 2017. It's so smooth, fast and affordable. Yes bro, you are absolutely right. नेपाल टेलिकॉम, राष्ट्रको संचार। काठमांडू के पैराडाइज मेन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण कार्य करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एक मात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मेन पावर। आप विदेश जाए के लेल करावा वाला संपूर्ण कार्य सब के लेल काठमांडू ने जाए पड़त। अपने जनकपुर धाम में आबि गेल पैराडाइज मेन पावर। जाए के लागि जे आम पब्लिक सब के
काठमाडौँ जाकर घन्टों लाइन में लाग पड़े इंटरव्यू के लगी और 10-15 हजार रुपये खर्चा हो अब काठमाडौँ नहीं जाए पड़ती मेन पावर अपने से जनकपुर के भवनपुरा में आ गए रहे पैराडाइज मेन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठाओ के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करिए पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25430, ISO 9001 2000 सर्टिफाइड। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिनुभएको छ। मंगलबार संसदीय समितिका सभामा सभापतिहरू र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरूलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिनुभएको हो। उहाँले समितिमा छलफलको क्रममा रहेका विधेयकहरूलाई संसदको आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडि नै बैठक बसी टुङ्ग्याउने निर्देशन दिनुभएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरूको अवस्थाबारे जानकारी लिन बताउनु भएको छ। उहाँले आगामी अधिवेशनमा संसदमा आउने अवस्थामा के कति विधेयकहरू छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउने गरी तयारी स्वरूप बैठक राखिएको बताउनुभयो। सभामुख घिमिरेले आवश्यकता पर्दा आगामी अधिवेशनलाई सहज रूपमा अगाडि बढाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने पनि बताउनुभयो। तिनीहरूलाई बुझ्ने र अब आउँदो अधिवेशनको तयारी गर्ने सन्दर्भमा आयोजित बैठक थियो र त्यो बैठक समितिका सभापतिहरू प्राय सबै आउनुभयो र बोलाइएका राष्ट्रिय दलका सचेतकहरू, प्रमुख सचेतकहरू र मुख्य सचेतक सबै आउनुभयो र स्थितिको जानकारी प्राप्त भयो र विधेयकहरू अझै पनि कतिपय छलफल भएर टुङ्गिएका छैनन्। तिनीहरूलाई अब अधिवेशन आह्वान हुनुभन्दा अगाडि नै छिटो बैठक बस्ने, समितिका बैठकहरू बस्ने, बनेका उपसमितिहरूका बैठकले पनि समितिलाई रिपोर्टहरू दिने र यसलाई छिटो टुङ्ग्याउने काममा गति दिने कुरामा छलफल र एउटा भावनात्मक वा एउटा निर्णय र निष्कर्षमा पुगेर बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अर्थ समितिका सभापति सन्तोष चालिसेले सभामुखले समितिमा रहेका विधेयकहरूलाई चाँडोभन्दा चाँडो पारित गरेर ल्याउने निर्देशन दिनुभएको बताउनुभयो। उहाँले समितिको बैठक बस्दा गणपूरक संख्या नपुग्ने समस्या रहेको भन्दै समितिलाई परेका अप्ठ्यारोहरू बारेमा पनि समिति सभापतिहरूले सभामुख समक्ष राखेका जानकारी दिनुभयो। उहाँले आगामी बजेटमा संसदीय समितिहरूलाई पनि पर्याप्त बजेट विनियोजन गर्न ध्यानकर्षण गराइएको पनि बताउनुभयो। उहाँले समिति बैठकमा सांसदहरूको अनिवार्य उपस्थितिका लागि दलका सचेतकहरूलाई पनि आग्रह गरिएको बताउनुभयो। समितिमा हुनुहुने सदस्य साथीहरूको पनि आफ्नो चाहिने तपाईँको क्षेत्र छ, निर्वाचित क्षेत्र छ, उहाँहरू त्यहाँ पनि जान जरुरी छ। त्यहाँ जाँदा र संसदमा चाहिने भाग लिँदै गर्दा समितिमा आउनलाई चाहिँ टाइम दिन नसकेको अवस्था, दुई तीनचोटि हामीले चाहिने समितिको कोरम नपुगेर बैठक छोड्न परे अवस्था, यसलाई कसरी समाधान गर्ने? अब सबै साथीहरूलाई कसरी चाहिँ लिएर आउने वातावरण हुन्छ त?
संसद भएको बेलामा चाहिँ उहाँहरू हुनुहुन्छ। संसद नहुनासाथ के पर्यो भने अब एकचोटि चाहिँ जिल्ला जानु पर्यो भनेर दौड्यो। अरू समितिको बैठक बोलायो, त्यहाँ कोरम नपुग्ने। यसले गर्दा त अलिकति नेग्लिजेन्स गरे हो कि भन्ने महसुस भयो र आज चाहिँ सचेतकहरूलाई बोलाएर सबै उहाँले समितिमा सभापतिहरूसँग सभामुखले महिनाको एकपटक बैठक बस्ने निर्णय गरिएको पनि बताउनुभयो। सञ्चार तथा सूचना प्राविधि मन्त्री रेखा शर्माले सरकारको आधिकारिक अनलाइन मिडिया नरहेको बताउनु भएको छ। मङ्गलबार प्रतिनिधि सभा अन्तर्गत तहको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको छ। सार्वजनिक सेवामा प्रशासन विधेयक माथिको छलफल क्रममा उहाँले सरकारको आधिकारिक अनलाइन मिडिया नभइसकेपछि सार्वजनिक सेवा प्रसारण विधेयकमा मिसाउन नमिल्ने बताउनुभयो। उहाँले आगामी दिनमा सरकारको छुट्टै आधिकारिक अनलाइन मिडिया भएको खण्डमा भने सार्वजनिक सेवा प्रसारण विधेयकमाथि अनलाइन मिडिया रहने बताउनुभयो। उहाँले नेपालमा न्युज एजेन्सी राससलाई नेपाल टेलिभिजन रेडियो नेपालसँगै एकै ठाउँमा मिसाउने अभ्यास नरहेको बताउनुभयो। एकै ठाउँमा हाल्ने प्र्याक्टिस छैन रहेछ। जस्तो बाहिर अन्यत्र पनि हाम्रो यहाँ राष्ट्र भने जस्तै अरूका पनि न्युज एजेन्सी हुन्छ। न्युज एजेन्सी चाहिँ अलग्गै राखेर गर्ने कुरा नै रहेछ। र हाम्रो फेरि अनलाइन मिडिया भनेर सरकारको आधिकारिक अनलाइन मिडिया छैन कि। सरकारको आधिकारिक अनलाइन मिडिया नभइसकेपछि त अनि यसलाई कहाँले के ल्याएर मिसाउने हो र हामीले त्यो मिसाउने भन्ने कुरा त मिल्दैन। त्यस कारणले गर्दा भोलि अनलाइन मिडिया भयो भने पनि यहीभित्र हुन पर्यो। मन्त्री शर्माले गोरखापत्रलाई पनि नेपाल टेलिभिजन र रेडियो नेपाल झै मर्ज गर्ने वा नगर्ने भन्ने बारेमा समितिबाट नै स्पष्ट निर्णय हुनुपर्ने बताउनुभयो। नेकपा एकीकृत समाजवादीले महाधिवेशनका लागि आर्थिक सङ्कलन गर्न सुरु गरेको छ। एकीकृत समाजवादीको 10औं महाधिवेशन आगामी असार 16 गतेदेखि 20 गतेसम्म काठमाडौँमा हुँदैछ। महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि पार्टीले आर्थिक सङ्कलन गर्न सुरु गरेको हो। मङ्गलबार पार्टीका उपाध्यक्ष तथा 10औं महाधिवेशन आर्थिक परिचालन कमिटीको अध्यक्ष परमेश्वर हमालको अध्यक्षतामा बसेको बैठकले आर्थिक सहयोग सङ्कलन अभियान सुरु गर्न निर्णय गरेको हो। समितिले आवश्यक आर्थिक सङ्कलन गर्न रसिद प्याड छाप्ने काम गरेको र रसिद प्याडमा क्यूआर कोड पनि राखिएकाले क्यूआर कोड मार्फत पनि सहयोग गर्न सकिने पार्टीका सचिव जीवन राम श्रेष्ठले जानकारी दिनुभएको छ। पहिलो दिन पार्टी अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनका लागि सहयोग स्वरूप 25,000 रुपियाँ क्यूआर कोड मार्फत दिनुभएको पनि उहाँले बताउनुभयो। रसिद प्याड चाहिँ नि छाप्ने काम भइसकेको छ र यो रसिद प्याडमा हामीले यो पल्ट क्यूआर कोड पनि राखेका छौँ र यो रसिद प्याडमा लेखेर पनि दिन सक्ने छ र सँगै कतिपयले चाहिँ नि अहिले जुन खालको सूचना सञ्चारको प्रविधिको विकास भएको छ त्यसलाई उपयोग गर्दै स्क्यान गरेर यो क्यूआर कोडको माध्यमबाट पनि हाम्रो पार्टीको खातामा रकम चाहिँ नि सहयोग गर्न सक्ने छ। यो सचिव श्रेष्ठले पार्टीको स्थायी कमिटी बैठक वैशाख 26 गते, पोलिट ब्युरो बैठक वैशाख 27 गते र केन्द्रीय कमिटी बैठक वैशाख 28-29 गते बस्ने पनि जानकारी गराउनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्ने गरी अघि बढ्न जरुरी रहेको बताउनु भएको छ। मङ्गलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा परेको भन्दै आगामी दिनमा जलवायुजन्य विपदबाट बच्ने गरी अघि बढ्न जरुरी रहेको बताउनुभयो। उहाँले नेपालमा अन्डा, मासु, दूध, दहीमा आत्मनिर्भर रहेको बताउनुभयो। उहाँले धानमा पनि आत्मनिर्भर बन्ने प्रयत्नमा सरकार रहेको पनि जानकारी दिनुभयो। उहाँले उत्पादन र बजारीकरणकामा समस्या नहुने गरी नीति बनाउन जरुरी रहेको समेत बताउनुभयो। मन्त्री शाहले नेपालमा हावापानी सबै स्वस्थ रहे र नेपालले प्राकृतिक दिएको उपहारको सदुपयोग गरी काम गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले देश निर्माणका लागि सबै मिलेर लाग्नुपर्ने पनि आह्वान गर्नुभयो। उहाँले सरकार र जनतासँग प्रत्यक्ष जोड्ने कृषिजन्य कार्यक्रम ल्याउन आवश्यक रहेको समेत बताउनुभयो। उहाँले आयात प्रतिस्थापना गर्ने र निर्यात प्रबन्धनको व्यवस्था दरदरीसँग गर्ने जरुरी रहेको पनि बताउनुभयो। उहाँले प्याजमा नेपालले आफै आत्मनिर्भर बने गरी उत्पादन गर्न जोड दिनुपर्ने समेत बताउनुभयो।
र हामी नयाँ शैलीबाट हामीले एउटा कृषिमा आधुनिकीकरण गर्ने गरी एउटा अझ व्यवसायीकरण गर्ने गरी नै हामी जाँदाखेरि उत्तम हुन्छ। र जहाँ अहिले हामी क्लाइमेट चेन्जको कुरा पनि आइरहेको छ, जहाँ कि हावा र पानी हामी यदि मिल्न सकेन भने पनि बाली त्यति फलदायी नहुने रहेछ। र जब बाली भइसकेपछि, टमाटर भइसकेपछि या दुध हामीले बढी हामी उत्पादन गरिसकेपछि, कतै बजारीकरणमा समस्या आइसकेपछि हामीले कुहाउनु पर्ने, हामीले सडाउनु पर्ने अवस्था र हामी विकल्प हामी। मन्त्री शाहले 3 तह सरकारको समन्वय गरेर कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभयो। उहाँले कृषिजन्य सामग्रीको भण्डारण, बजारीकरण आवश्यक ध्यान दिन जरुरी रहेको पनि बताउनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। समाचार लेखिएको छ भन्ने कुरो सम्बन्धित साथीहरूलाई पनि थाहा नभइकन हामी सेयर गर्न थाल्छौँ, लाइक गर्न थाल्छौँ, धेरैभन्दा धेरै साथीहरूको बिचमा पुर्याउन खोज्छौँ। तर सत्य कुराहरू के हो भन्ने कुरो त्यो सम्बन्धित व्यक्तिलाई सम्म पुगेर सोध्न चाहँदैनौँ। म आग्रह गर्न चाहन्छु, यस्ता नकारात्मक समाचारहरूलाई लाइक सेयर कमेन्ट नगरिदिनु होला। पत्रकार साथीहरूले, सुरक्षा निकायहरूले चाहिँ यो कसैप्रति आग्रह पूर्वाग्रह रहनु हुँदैन। उहाँहरू कुनै दलको भनिदिनु हुँदैन। तपाईँहरू एउटा निष्पक्ष चाहिँ निकाय हो। तपाईँहरूले पर्यवेक्षकको रूपमा रहेर आफूले जे देख्नु भएको छ त्यो यथार्थपरक तपाईँहरूले चाहिँ सूचनाहरूलाई सम्प्रेषण गरिदिनुपर्छ। महिला दिदीबहिनीहरूलाई घरमा, परिवारमा, समाजमा र यो राज्यमा धेरै कुराको चुनौती बेहोर्नु परेको छ र अगाडि बढिन्छ। त्यसमा हामीलाई धेरै कुराहरूको चाहिँ अप्ठ्यारा अवस्थाहरू आउँछन्। त्यो अप्ठ्यारा अवस्थामा कसैले लेखेको एउटा गलत सूचनालाई सत्य साबित गर्नको लागि हामी सबै लागि परेका हुन्छौँ। जहाँ त्यो सत्य हुँदै हुँदैन त्यसलाई सत्य गर्न हामी लागेका हुन्छौँ। त्यस्ता कामहरू नगरिदिनु हुनको लागि पनि म आग्रह गर्न चाहन्छु। ओझेलमा परेका आवाजविहीनहरूका सत्यमा आधारित भएका कुराहरूलाई चाहिँ निष्पक्ष ढङ्गले अगाडि ल्याइदिनु होला। तपाईँहरूको साथमा हामी पनि छौँ। आम जनमानसको साथसाथ कहिलेकाहीँ मिडिया पनि सोसल मिडियाको कारणले गर्दाखेरि झुकेको हामी देखिन्छौँ। त्यसकारण सोसल मिडियामा कुनै चिज आउन बित्तिकै, इन्टरनेटमा कुनै समाचार या कुनै सन्देश आउन बित्तिकै हामीले स्वयं परीक्षण गर्नुपर्छ त्यसलाई कि त्यो तथ्य हो कि भ्रम हो। त्यसकारण सोसल मिडियाको सहज जति आसान भएको छ त्यतिकै दुरुपयोग पनि भइरहेको छ। हामी आम नागरिक सचेत हुनुपर्छ र खास गरेर मिडियाकर्मी त अझै सचेत हुनुपर्छ। भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। New Parachute Sun Protect Cream, enriched with natural saffron extracts. It blocks 98% of harmful sun rays and creates a personal sunshade that always travels with you. Parachute Skin Pure Sun Protect with SPF 50 PA+++, my personal sunshade. जब केस है मजबूत तब लागत आरो सुंदर असली आंवला डाबर आंवला। धुलो र पोल्युसनले मेरो अनुहारको चमक नै हराइसक्यो। तपाईलाई चाहिन्छ गोट मिल्कले समृद्ध प्याराशुट स्किन प्योर गोट मिल्क फेस वाश, जसले तपाईको मुहारलाई बनाउँछ चम्किलो र उज्यालो। प्याराशुट स्किन प्योर गोट मिल्क ब्राइटनिङ फेस वाश ओरेन्ज र एलोभेरा भेरिएन्ट्समा पनि उपलब्ध छ। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान अनुसार अर्को सरकार बनाउन नमिल्ने असहाय आशय सहितको जानकारी पत्र प्रदेश प्रमुख समक्ष पेश गर्नुभएको छ। मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम सापुङ समक्ष आशय पत्र बुझाउनु भएको हो। मुख्यमन्त्री कार्की विरुद्ध गत वैशाख 7 गते कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित भएको थियो। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको मितिले 30 दिनभित्र विश्वासको मत लिने वा राजीनामा दिई माग प्रति सशक्त गर्न नेकपा एमाले सहितको विपक्षी गठबन्धनको उक्त प्रस्ताव बहुमतले पारित भएको थियो। तर त्यो प्रस्ताव संविधान बमोजिम नरहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी पत्र बुझाउनु भएको हो। संकल्प
प्रस्तावको माध्यमबाट कोशीमा नयाँ सरकार निर्माण गर्न नमिल्ने मुख्यमन्त्री कार्कीको दाबी छ। मुख्यमन्त्रीको पद संवैधानिक तवरबाट रिक्त नभएसम्म अर्को मुख्यमन्त्रीको चयन हुन नसक्ने विषय जानकारी पत्रमा उल्लेख छ। सङ्कल्प प्रस्तावको निस्तेज बनाउन सभाको सङ्कल्प प्रस्तावले निस्तेज बनाउन सक्दैन। मुख्यमन्त्रीको पद संवैधानिक तवरबाट रिक्त नभएसम्म अर्को मुख्यमन्त्रीको चयन हुन सक्दैन। प्रदेश सभाबाट सूचना सम्प्रेषण गर्ने भनी प्रदेश प्रमुख समक्ष निर्देशन गर्न मिल्दैन। राष्ट्रपतिलाई समेत बौद्धार्यथर राखिएको जानकारी पत्रमा नेपालको संविधानको धारा 168 को धारा 5 को विकल्पमा 168(2) वा 168(3) को सरकार बन्न नसक्ने विषय पनि उल्लेख गरिएको छ। यस्तै नेपालको संविधानको धारा 188 को उपधारा 4 को प्रतिबन्धात्मक वाक्यांशलाई प्रदेश सभाको सङ्कल्प प्रस्तावले निस्तेज बनाउन नसक्ने तथा प्रदेश सभाबाट सूचना सम्प्रेषण गर्न भनी प्रदेश प्रमुख समक्ष निर्देशन गर्न नमिल्ने विषय पनि पत्र मार्फत स्पष्ट पार्न प्रयास गरिएको छ। नयाँ शैक्षिक सत्रको भर्ना अभियान अन्तर्गत जनकपुर धामको यज्ञवल्लभ्य सांस्कृतिक नमुना मावि प्रवेश परीक्षा लिएको छ। विद्यालयमा भर्नाका लागि कक्षा 4 देखि कक्षा 9 सम्म आवेदन दिएको 716 विद्यार्थीहरू प्रवेश परीक्षामा सहभागी भएको विद्यालयका प्रधानाध्यापक सञ्जय झाले जानकारी दिए। कक्षा 4 देखि कक्षा 9 सम्म विद्यालयमा भर्नाका लागि 478 छात्र र 239 छात्राहरूले प्रवेश परीक्षा दिएका हुन्। प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूलाई वैशाख 20 गतेदेखि वैशाख 25 गतेसम्म भर्ना लिने प्रधानाध्यापक झाले बताएका छन्। भर्नासँगै वैशाख 26 गतेबाट नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालनमा ल्याइने उनले बताएका छन्। यस्तो छ कि अभिभावकले विश्वास गर्नुको मुख्य कारण हामीले दिने नतिजा हाम्रो बच्चा जब यहाँबाट 10 वा 12 पास गरेर उच्च शिक्षाको लागि यहाँबाट बाहिर जान्छन् त्यहाँ तिनीहरूले पाउने सफलता जुन छ दर रेट, त्यो दर रेटले नै 12 सम्म अध्ययनरत थिए, जसमा हामीले विद्यालय भित्र्याउने कसरी त्यो यो वर्षको लागि हाम्रो मुख्य चुनौती हो र हामी भ्याएसम्म बच्चाको क्षमताले पाउने स्थान। भर्नासँगै वैशाख 26 गतेबाट नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन ल्याइने उनले बताए। उनका अनुसार प्राविधिकतर्फ विद्यालयमा रहेका 48 जना विद्यार्थीको कोटाका लागि 176 विद्यार्थी सहभागी भएका थिए। कक्षा 1 देखि कक्षा 3 सम्मका लागि विद्यालयमा 207 छात्र र 184 छात्रा गरी 391 विद्यार्थीहरूको आवेदन परेको थियो। कक्षा 1 देखि कक्षा 3 सम्म प्रवेश परीक्षा बिनै भर्ना लिने प्रावधान रहेको प्रधानाध्यापक झाले बताए। यसअघि विद्यार्थी भर्ना अभियान अन्तर्गत याज्ञवल्क्य सांस्कृतिक नमुना माविले वैशाख 3 गतेदेखि वैशाख 17 गतेसम्म आवेदन आह्वान गरेको थियो। विद्यालयमा गत शैक्षिक सत्र शिशु कक्षादेखि कक्षा 12 सम्ममा कुल 2432 विद्यार्थी अध्ययनरत थिए। याज्ञवल्क्य विद्यालयमा पछिल्लो समय बढ्दै गइरहेको विद्यार्थीहरूको आकर्षण देखेर अधिकांश अभिभावक यो विद्यालय आफ्नो विद्यार्थीहरूलाई भर्ना गराउँदै आइरहेका छन्। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले राम्रो परिणाम निकालेको देखेर आफूले निजी विद्यालयमा अध्ययनरत 2 छोराको नामाकरण यो विद्यालयमा सञ्चालन भएको प्रवेश परीक्षा सहभागी गराउन लागेको एक अभिभावकले बताए। हस्त अहिलेलाई यतिकै पल पल खबर तेज नजर हेर्दै गर्नुहोला अपन टेलिभिजन। नमस्कार।